हामी यो जुन ब्ल्याक पेस्टेड छ यो ब्ल्याक पेस्टेड चाहिँ कसरी तपाईँको हुन्छ नि काम गर्न एकदम गाह्रो हुने भएको कारणले कसरी चाहिँ सजिलोसँगले यो ब्ल्याक पेस्टेड सबै हटाउने जुन ब्ल्याक डट छ बलमा भएको ब्ल्याक डट कसरी चाहिँ सजिलोसँगले हटाउने भनेर म तपाईँहरूलाई देखाउँछु है त। सबभन्दा सजिलो उपाय है, सबभन्दा सजिलो उपाय। ल स्टार्ट गरौँ है त। ल पहिला सुरुमा 138 को पिपिडी लिन्छौँ, त्यसलाई हल्का फ्लक्ससँग मिक्स गरेर राखिदिन्छौँ। त्यो राखिसकेपछि के गर्छौँ भने एउटा अर्को आइसी लिन्छौँ, अर्को हाम्रो कुनै खराब आइसी लिन्छौँ र त्यसलाई त्यसको माथि राखिदिन्छौँ। यसरी हामीले राखिदिन्छौँ र हिट राख्छौँ, नर्मल हिट राख्छौँ जतिमा हाम्रो मेल्टिङ टेम्परेचर हुन्छ त्यो हिट राख्छौँ र त्यसलाई त्यो माथि चलाउँछौँ। बिस्तारै हल्का हल्का सेक गर्दाखेरि हाम्रो कुनै पनि एउटा छुट्दैन है, एउटा कुनै पनि छुट्नेवाला छैन। सबभन्दा सजिलो उपाय स्क्रिन स्क्रच हुने, यो हुने, त्यो हुने सबबाट मुक्त है त साथीहरू। ल यो टिप्स चाहिँ तपाईँलाई एकदम फ्रीमा है। मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु है। ल हेर्नुहोस् रेडी भइसकेको छ, एकदम क्लिन चम्चमा त देखाइरहेको छ नि त। ल एउटा कुनै बल पनि कस्तै अर्को कलरको छैन, ब्ल्याक छैन है त। यसलाई हामी सफा गरिदिन्छौँ, स्पन्ज लिएर सफा गर्दैछु चट भइहाल्छ यसको। यस्तो यस्तो भिडियोहरू तपाईँले अन्त कहाँ देख्नु भएको छैन होला, मलाई सब्सक्राइब गरेर होस् न। यस्तो हालिदिनै राख्छु होइन। ल सब क्लिन चकाचक सब छ है त। अब यसलाई हल्का फ्लक्स राखेर डिसोल्डिङ वायरले हामीले क्लिन गरिदियो भने ल ल हेर्नुहोस् त कति सजिलोसँगले क्लिन भयो। यति सजिलोसँगले हुन्छ त।